हेलो साथीहरू नमस्ते हैन अनि सबैजनालाई धेरै धेरै धन्यवाद किनकि मेरो युट्युब च्यानलमा अहिलेसम्म 1400 सब्स्क्राइब पुग्नु भएको छ। सबैजनालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि यो चाहिँ म न्यू च्यानलमा हाल्न लागेको छु। अब नयाँ च्यानल खोलेको छु, त्यसमा त्यो च्यानलमा हाल्न लागेको छु। अनि आज विशेष भिडियो चाहिँ के को हो भन्दाखेरि चाहिँ हाम्रो विशाल भाइ, मेरो प्यारो भाइ हैन, हाम्रो जुन भाइ छन् उसलाई चाहिँ एयरपोर्टसम्म पुर्याइदिउँ हैन। मलाई थाहा छ उसको परिवारहरू अब एकदम हुन्छ नि, इमोसनल हुन्छ, थाहा छ, रुन्छ, मम्मीहरू रुनुहुन्छ हैन। अब किनकि आफ्नो छोरा बाहिर जाने बेलामा त रुनुहुन्छ नि त, किनकि सबैले दुःख लाग्छ, किनकि यहाँ सबैजना बसिरहेको हाँस्दा खेल्दा गरिरहेको हैन, गाली गरेको यताउता हैन। गाली त 100% त गरिहाल्छ नै सानोतिनो कामहरू गर्दा गल्ती गर्दा। र आज विशाल भाइ जाँदैछ र उसको भिडियो चाहिँ म पुरै उसको घरदेखि, यो चाहिँ मेरो रुम भएको हैन, यो चाहिँ मेरो रुम भएको, यो रुमबाट चाहिँ आज भाइको रुममा जान्छु एकछिनमा। अनि त्यसपछि त्यहाँबाट पुरै क्लिप भिडियोहरू चाहिँ तपाईँहरूलाई छोटो छोटो भनौँ न छोटो छोटो भिडियोहरू चाहिँ कलेक्सन गरेर म भिडियो बनाउँदैछु र हेर्दै गर्नुहोस् पुरा भिडियो। विशाल भाइको आज दुबईको फ्लाइट। विशाल भाइको रुम आइपुग्यो। पुरै भिडियो बनाइरहेको छु त। रामसित देखाइदिउँ न त। खै त सामान कता हो त्यो? अझै मम्मी हैन, पुरै झोलो प्याक गर्दैछ। आन्टी हुनुहुन्छ। के छ बाबु? हेलो गर नि त, हेलो गर नि त। अब यो चाहिँ 15 देखि 18 को हो, यसो 7-8 किलो जस्तो देख्छ। हैन वेट त गरिहाल्छ नि त। वेट त गर्छ, पुग्दैन के यो 20 केजी त। 20 केजी मात्र छ हैन लान्दिने? भइहाल्छ नि। यो कपडा भित्र हाल्नु पर्छ नि। झोलिलो चीजहरु मात्रै अनि माथि हाल्दै भइगयो। त्यहाँ कति खानलाई कति आलु छ? खुसी छ? खुसी छ? एकदम ह्यापी। खुसी पनि एक्साइटेड छु, एक्साइटेड एकदम हो। त्यसमा अब मेहनत दिन जाँदैछु। मेहनत होइन, मेहनत गर्न जाँदैछु भन्न। मेहनत दिन त हो नि, आफ्नो मेहनत दिएर पैसा लिएर अर्काको पैसा खोसेर आफ्नो देशमा फाल्दिन जाला। देशको भविष्य बनाइदिन, भविष्य बनाउनु जाला। के अब के छोड्दैन दिदी, यो छोड्दैन होला। त्यहाँ त कति फाल्दि। कहिले ड्याडी हो नि? आउनु न, भित्र आउनु बे। मेकअप सेकअप हो क्या? विशाल भाइ अब दुबईमा टन्न पैसा कमाएर आउँछ हैन? ठिक छ अङ्कल, त्यो अलिअलि पुस्किन्छ। मम्मी त उता जाने भन्छ एयरपोर्ट हैन बाबु, उता के रे कहाँ गयो भन्थ्यो, कहाँ गयो फोन गर्नु न। हैन भ्याउँदिन भनेको। ए भयो बस त। टिक्कोको मात्र लगाइदिनु न टिका। त्यही भने ठुलो भयो जस्तो लाग्यो मलाई। अब कति वर्षसम्म टिका लाउन पाउँदैन, अब लगाउँ न। भ्याकुता फुल लाउनु नि? हामीले भ्याकुता फुल भन्दै के मैले सानोमा? लुगा लान्छ। केही फरक पर्दैन।
मिठा तीनचोटि खान्दिन न मिठा उसलाई पनि लगाइदिनु रे अङ्कल कहाँ जानु भएको छोड यहाँ बस अङ्कललाई आमाले लगाइदिन्छ हौ यो पैसा नेपालको पैसा बोक अब कसले लगाइदिने भाउजूले भाउजूले टिका लगाउनु दाइ आउँदैछ नि त ठुलो मम्मीले लगाइदिनु यहाँ मर्नु लागिसकेर टिका लगाइदिनु पर्दैन बिचरा के भयो मेरो छोरो ल कुमारीबाट सिधै आउनु त्यो प्रभात स्कुल भन्दा हल्का त साइडमै हो कि प्रभात प्रभात स्कुल आउनु भन्नु ल प्रभात स्कुल आउनु पर्यो अब एयरपोर्टमै डाइरेक्ट एउटा भाइ मसँग छ मम्मी छ भाउजू छ ड्राइभर अङ्कल सर 3 घन्टा अगाडि छिर्नुपर्छ क्या उनीहरूले चेकिङ के हान्दैन त्यहाँदेखि के गर्छ अनि गएर 1 घन्टा चेकिङ हुन्छ 2 घन्टा यसै बस्ने हो त्यहाँ दिँदैन बाहिरै गेटैबाट हो गेटसम्म हो पाउँदैन नि भित्र गएपछि भित्रै हो रिक्वेस्ट गऱ्यो नि पाउला खै अब अहिलेसम्म त्यस्तो देखाएको छैन नि त हेलो हजुर बोर्डिङ पास लिने पहिला राम्रो काममा जानु लागिरहेको छु किन मम्मी राम्रो काममा जाँदाखेरि हुनु हुँदैन नरिनु भन्छ दाइ अरू लोको थियो के यो रुँदैन भन्दा नि यो रुइदिन्छ अनि रुनु हुँदैन भने अब जाने हो होइन टन्न पैसा कमाउने छोराले टन्न पैसा कमाउनु लिएर आउँछ नि भाइ रमाउने नि
अब दुःख सुख अब गएपछि त अर्को मन त दुखिहाल्छ नि अब रुनु चाहिँ हुँदैन है मेरो नि त 1-2 वर्षमा त मेरो नि पाला सबैजनालाई गयो भनिदिनु भनेको के त्यहाँ गाउँमा अहिले उता एयरपोर्ट भित्र पुगेपछि फोन गर्छु म सबैलाई बोल अहिले ए राखिदिनु गाडीमा आमा राखिदिनु अहिले पर्दैन भने अड्किरहेको म अहिले त्यही भने अहिले छिरेपछि म आनन्दले फोन गरिहाल्छु त्यहीँ खिच्ने हो त्यहीँ ए ल जाउँ न छैन छिरा छैन हो ल ल ल ल ल ल ल जाउँ जाउँ फोटो खिच्नु पऱ्यो नि मा कसम के हो ल भाइ चाँडै आउनु भन्न चाहन्छु म होइन आई विल वेटिङ फर यु खोइ को खिच न खिच ल त्यहीँ खिच्नुपर्छ भने छैन नि यहीँ खिचे हुन्छ ल भाइ कसको मोबाइलबाट खिच्यो खोइ भाइ खोइ विकास भाइ मेरो फोन